मलाई मतलब मलाई के को खाँचो होइन बुढी उकालो क्या तपाईँको त नमस्कार गरे किरातजी आज के छ हौ हाम्रो साथीहरूलाई आज के छ आज एकदमै बढी बढाइ आज चाड चाडै भनौँ न मेरो त जहिले सुकै चाडै चाड के छ आज देखाउनुहोस् त चाड त मलाई के को मतलब मलाई के को खाँचो यी हेर्नु टपौडीमा एकदमै दसैँमा पनि यसरी चाहिँ हाम्रो नेपालीले खाँदैन होला तर म चाहिँ खान्छु तपाईँ त खाने मान्छे हो मेरो छोरा बुहारी छोरीले पनि एकदमै मलाई चाहिँ जे खानु मन लाग्छ जे गर्छौ गर भनेर चाहिँ मलाई साँडै बराबर छोड्दै हो मेरो श्रीमती हाङमा हो यो जाड हेर्नुहोस् अच्छा के अन्त यो दर्शकहरूले देखाउनु मात्रै हो कि खुवाएर खाएर पनि देखाइ खाने खाने दर्शकहरू पनि खानु इच्छा छ भनेदेखि आउनुहोस् म खुल्लास्त दिल छ म बनाएर दिनु केही गाह्रो छैन उहाँलाई यसो गरेर त्यो अब म त त्यो खै उडा बाना खानुले खाएको त्यो राजा के हेङ मालुङ झुङ मालुङ तारालुङ यो नि बनाए साइला हो खिम्दा यो नि लु त टिप्नुहोस् यो हो नि के को मलाई मतलब मलाई के को खाँचो होइन बुढी भाइलाई पनि देऊ यता खानेलाई पनि देऊ साह्रै मिठो पाए त खान्छ भाइ हो म त यसै खान्छु पानी हाम्रो राईमा भन्छ उको चावा ल है लुङ तारालुङ हेङ्गालुङ तारालुङ यो नि बाना र यसरी हामीहरू माफ मागेर यसरी खान्छौँ हेर्नुहोस् है पानी ओको चावा अब के छ ए यहाँ हेर्नुहोस् थारीमा आज के मेरो श्रीमतीले चाहिँ नि टप्परीमा यो दालहरू पनि नघुप्टिने सिउँछ है अच्छा यो यस्तो खालको टप्परी बुन्ने कोही छ भने कमेन्ट गर्नुहोस् अच्छा यो जाओस् न त बोसो बोसो त खाँदैछु नि अघि पनि खाएकै हो के को मलाई मतलब मलाई के खान्छु कि यत्रो बडा छ हो खोर्सानी त छैन नि त आज यहाँ हेर्नु नि रुख टमाटर पो रहेछ त मलाई त्यो रमभेडा प्याज चाहिँदैन रुख टमाटर मेरै घरमा फलेको है मेरो त्यहाँ माथि कृष्ण छोरीको घरमा फलेको सहिद गरे है सहिद गरे काँक्रा सहिद गरे बुढाले के छ यो जाडै ठिक छ हौ तपाईँको त खाबा ओको यो उमुकु म खाएँ मुसाई त यो हो नि आमामा मलाई के को मतलब मलाई के को खाँचो त्यो उकालो लाउनुहोस् न त्यो खोले खुवाइ क्या खोले खाएछ नि तपाईँको यस्तो त्यो त मेरो उयो हो कि फेभरेटै हो उकालो क्या तपाईँको त त्यो सर बुढी भोलि लिएर के हौ नकराउँछ चुयो दाल चुएको छैन अनि यस्तो कसैले बुन्नु सक्छ अच्छा सक्दैन मेरो बुढी चाहिँ टपै भइ टुना टपरीको चाहिँ अरूको नभए पनि अनर नराम्रो भए पनि नि राम्रै नै हुनुहुन्छ हाङमा अच्छा त्यो दुईटा बोसो छ नि यो दुईटा बोसोलाई चाहिँ एक गाँस पार्नुहोस् ल
अब यत्रो यत्रो खान्छ ल के लाँदा टुवा परेर हेर्छ यस्तो हेर्नु त्यो दुईटा गाँसलाई चाहिँ यसरी लाउनुहोस् न दुईटापट्टि हातमा उचालन हौ त्यसरी एउटा हौ आम्मा यस्तो टपरी बोल्नु यस्तो गर्नु कहाँको अहिलेको मान्छेले मुखको खुर्सानी होइन यही राम्रो हुन्छ खानु पर्यो नि हौ आफ्नो कमाइ हो त्यो उक्कालो लाउनुहोस् त उक्कालो क्या कस्तो उकालो म त जान्दिनँ यस्तो? होइन हौ मेरो चाहिँ कस्तो भनेदेखि नि म सधैँ यस्तै पाराले खान्छु हो सबै छरेर आम्मा साह्रै साह्रै यसरी खान्छन् हाम्रो वीरेन किराँतजीले चाहिँ र त उहाँ रातो पिरो छ त तपाईँहरू पनि यसरी पलेटी कसेर लोटामा पानी केराको पत्तामा खानुहोस् यसरी आफ्नै घरमा पकाएको जाँड है यसरी खानुहोस् तपाईँहरू पनि यस्तो भरिलो हुनुहुन्छ तपाईँ 70 वर्षकोमा उहाँ हेर्नुहोस् रातो पिरो लु बहुत बहुत धन्यवाद किराँतजी धन्यवाद लु फाइनल टाइम एउटा बोसो लगाइदिनुहोस् अन्तिम चोटि क्या यस ओके तपाईँहरू पनि हेर्नुहोस् मेरो उमेरको जति पनि दाजुभाइ तथा दिदी बहिनीहरू हुनुहुन्छ यसरी खानुहोस् है खाए ल हुन्छ तर यसरी नघोप्टाउनुहोस् है खानेकुरा चाहिँ फेरि यो त अहिले फेरि हुन्छ नि है सकिने घोप्टा